उसलाई म मन पर्ने मलाई ऊ मन पर्ने उसलाई म मन पर्ने मलाई पनि ऊ मन पर्ने तर एउटै साझा बाध्यता छ हाम्रो उसको बुढाले उसलाई नछोड्ने मलाई मेरै बुढीले नछोड्ने अब के गर्ने घरकीले बुढा भन्छे भात पस्केर दिन्छे चस्स बिच्छ घरकीले बुढा भन्छे भात पस्केर दिन्छे चस्स हुन्छ अर्काकी बुढीले घोप्टे खाना खानुभयो भनेर च्याट गर्छे तै पनि उखुमै लाग्छ थाहा छैन यो लत बस्यो कि दशा हो मर्ने उसले उसको बुढालाई नछोड्ने मलाई मेरो बुढीले नछोड्ने अब के गर्ने म भन्छु प्रेममा म पागल भइसके समाजले थाहा पाए त पातकी होस् भन्छ म भन्छु प्रेममा म पागल भइसके समाजले भन्छ मलाई पातकी मन परेपछि परो न रूप धन हेरिन्छ न त जात न त धातकी थाहा पाए उठीबास उस्तै परे आजीवन कारावास जान पर्ने उसको बुढाले उसलाई नछोड्ने मलाई मेरै बुढीले नछोड्ने अब के गर्ने उमेर पनि खासै अन्तर छैन है सुन्नुहोस् त उमेर पनि खासै अन्तर छैन हाम्रो घरकी भन्दा 5 वर्ष मात्रै जेठी रे उमेर पनि खासै अन्तर छैन हाम्रो घरकी भन्दा 5 वर्ष मात्रै जेठी रे बिहा पनि भर्खर भरै छ पहिलो बुढासँग त लिभिङ टुगेदर मात्रै बसे रे कन्ने केटी रे भन्छन् मलाई दिलकै राजा म त तिम्रै भर पर्ने उसलाई उसकै बुढाले नछोड्ने मलाई मेरै बुढीले नछोड्ने अब के गर्ने हो त